नमस्ते, साइबर सचेतनामा स्वागत छ। लेट्स से हाम्रो मोबाइल हरायो, त्यो फोनसँगै के चिजहरू हाम्रो रिस्कमा पर्छ भनेदेखि हामीले त्यहाँ प्रयोग गर्ने हाम्रो नम्बर त्यो मिसयुज हुनसक्छ। हाम्रो अकाउन्टहरूबाट साथी आफन्तहरूलाई विभिन्न मेसेजहरू जानु सक्छ, विभिन्न चिजहरूको सहयोग माग्न सक्छन्। त्यहाँबाट त्यो फोनमा भएको हाम्रो फोटो भिडियोहरूको गलत प्रयोग हुन सक्छ। त्यो चिज सम्झिँदा मात्रै पनि डरलाग्दो अवस्था देखिन्छ। भनेपछि सबभन्दा पहिला त हामीले के गर्नु पर्यो भने हाम्रो फोनलाई राम्ररी हामीले सम्हालेर राख्नु पर्यो, पहिलो कुरा त। त्यसपछि त्यो फोनलाई अरूले मिसयुज गर्न नसकोस् भनेर फोनमा पासवर्ड अनि त्यो पिनकोड प्याटर्नहरू राख्ने गर्नु पर्यो है। अर्कोमा चाहिँ यो सबै गर्दाखेरि पनि हाम्रो फोन हरायो रिलेट चाहिँ अब त्यो सर्वप्रथम के गर्नु पर्यो भने हामीले हाम्रो त्यो जुन चाहिँ सिम छ त्यो सिमलाई ब्लक गर्नेमा लाग्नु पर्यो। त्यसको लागि हामीले जो सेवा प्रदायक हुन्छन् त्यो हाम्रो नेटवर्कमा कल गरेर हामीले पहिलो चिज भनेको सिमलाई ब्लक गर्नेमा लाग्नु पर्यो। दोस्रो भनेको चाहिँ यदि त्यो अप्सन अभाइलेबल छ भने जिमेल एप्पलहरूमा फाइन्ड माई फोन भन्ने अप्सनहरू हुन्छन्, त्यसमा गएर हामीले त्यो चिज हेर्नु पर्यो है। त्यसपछि नेक्स्ट पोइन्ट भनेको चाहिँ हाम्रो जुन चाहिँ त्यहाँ अकाउन्टहरू हुन्छ त्यो सबैको के गर्ने पासवर्डहरू चेन्ज गरिदिने अनि लगआउट गरिदिने। भन्नुको मतलब जस्तै अब मेरो ब्याङ्किङ एप्लिकेसनहरू मैले त्यहाँ इन्स्टल गरेको छु भने के गर्नु पर्यो त, मैले त्यहाँको पिनकोडहरू चेन्ज गर्ने ब्लक गर्नेमा मैले स्टेप चाल्नु पर्यो। जस्तै फेसबुक अनि टिकटकहरू जस्तो एप्लिकेसनहरूको पनि पासवर्डहरू चेन्ज गरेर मैले के गर्नु पर्यो, त्यहाँबाट लगआउट गर्नु पर्यो। त्यो चिज गरेपछि एउटा कन्ट्रोल हुन्छ थोरै भए पनि है। अनि त्यसपछि यो सँगसँगै हामीले के गर्नु पर्यो भनेदेखि हामीले साइबर ब्युरोमा रिपोर्ट गर्ने, प्रहरीकोमा कोअर्डिनेट गर्ने, सो द्याट हाम्रो कुनै पनि डिटेलहरू डिजिटल डेटाहरूको मिसयुजहरू नहोस्, त्यो दुरुपयोग नहोस् भनेर त्यो हामीले ध्यान दिनुपर्छ। अनि अर्को भनेको चाहिँ हाम्रो त्यो डिटेलहरूबाट कसैले पनि खराब चिजहरूलाई प्रमोट गर्न नसकोस्, दुरुपयोग गर्न नसकोस् भनेर हामीले के गर्नु पर्यो भनेदेखि हाम्रो फ्यामिली मेम्बर फ्रेन्ड सर्कलहरूमा चाहिँ त्यो खबर चाहिँ दिनु पर्यो। मेरो फोन हराएको छ, मेरो अकाउन्टमा अरूको एक्सेस हुनसक्छ भनेपछि त्यहाँबाट पोस्ट गरेको कुनै चिजहरू शङ्कास्पद देखिएमा मलाई खबर गरिदिनु होला अथवा त्यो चिजलाई रिपोर्ट गरिदिनु होला भन्ने बाटोमा जानुपर्छ। यो चिज सबैसँग सेयर गरेर डिजिटल स्वास्थ्य सुधारमा सहयोग गर्नु होला। थ्याङ्क यू सो मच।